हामी चाहिँ गोठालो गरेको गाई चरु भन्नु त हामी गोठालो गरेको गाई चरु भन्नु न ए ढुङ्गा छ गाई चरु यहाँ हेर्नु बुई हाम्रो मनेहरू चाहिँ ओ माथि चरिरहेछ ब्याक परिसक कहाँ चढ्नु भएको फेरि हुन्न झर्नु अहिले बुङ्ग हुन्छ त्यस्तोमा चढ्नुहुन्छ त नि चढ्नुहुन्न त्यस्तोमा झन् छ्यामा आउनुभयो होला आन्टी आइसक्नु भयो होला यता बाटो यता आन्टी जाऊँ फेरि भागेको हेर यसको त म त खै त बाटा हेलो गाई चरु भन्नु हेलो गर को हो यो मान्छे को हो अम्मौ हो नेता नकली हो कि ज्ञानी हो ज्ञानी कि छाडा हो छाडा कि ज्ञानी अम्मा ज्ञानी यस्तो सिगान बोक्छ छी ज्ञानी यस्तो हुन्छ नि छ्या लडिन्छ आम्मै गीत गाउनु त सानो गीत गाउनु त फेरि भागेको हेर त गीत गाउनु त नानी गीत गाउनु त लु कम्मर पनि हल्लाइदिनु एकचोटि कम्मरैमा छिटो न गीत पनि गाउनु लु त्यो ढुङ्गा हो कहाँ थियो ढुङ्गा अनि माटो हो खेल्नुहुन्छ कि हुन्न खेल्नुहुन्छ कि हुन्न छ्या नो बेबी नो खेल्नुहुन्न त्यस्तो खेल्नुहुन्न छि छाडा पो हो त ज्ञानी कि छाडा हो ज्ञानी मान्छेले त्यस्तो खेल्नुहुन्न त छ्या छाडा रहेछ हौ ज्ञानी त होइन रहेछ यो नानी नाचिदिनु त सानो नाचिदिनु त हाम्रो मने कहाँ छ फेरि छिटो आउनु घर जाम नानी आउनु छिटो हिलो मम्मा ल्याउनु भयो कसले आन्टी भन्नु त कहाँ जाने एकछिन त नि आन्टी आउनु घर जाम छोरी जाम होइन छिटो घर जाने रे छोरीको यहाँ हेर्नु न किन घर जाने हौ यति छिटो लु